साथीहरू एकछिन है त। आज चाहिँ हजुरहरूलाई नेपालमा फेसबुक मोनेटाइज हुन्छ त कसरी हुन्छ भन्ने विषयमा मैले एउटा भिडियो ल्याएर उपस्थित भएको छु। कृपया यो भिडियो अन्तिमसम्म हेरी एक लाइक अवश्य गरिदिनु होला र यस्तै यस्तै भिडियो प्राप्त गर्नको लागि मेरो यस पेजलाई चाहिँ फलो गरिदिनु होला। नेपालमा के साँच्चै फेसबुक मोनेटाइज हुन्छ त भन्ने हजुरहरूलाई लाग्छ होला। हो, नेपालमा चाहिँ फेसबुक मोनेटाइज हुन्छ र पैसा पनि आउँछ। अनि बोनस हुन्छ, बोनसमा चाहिँ बोनस अनि भिडियोको भ्युज, फेसबुकको स्टोरीबाट पैसा आउँछ। अनि यस्तो स्टारहरू गिफ्ट गरिदिएपछि नि त्यसमा मोनेटाइज भएर पैसा आउँछ। हजुरहरूलाई मोनेटाइज हुन चाहिँ के चाहिन्छ, के गर्नुपर्छ भन्ने म हजुरहरूलाई मेरो मोबाइल स्क्रिन सेयर गरेर देखाउने छु। मेरो नि एउटा फेसबुक मोनेटाइज भएको छ। मेरो फेसबुकमा चाहिँ 82,000 फलोवर्स रहेको छ र त्यो चाहिँ मोनेटाइज भएको छ। म मोनेटाइज गर्न सफल भएको छु। लगभग 3-4 महिना जति चाहिँ भइसकेको छ मेरो फेसबुक मोनेटाइज भएको नेपालमा। मेरो चाहिँ 10,000 फलोवर्स कम्प्लिट नगरे नि हुने, पहिला नै हल्का भएको हो। यो चाहिँ भर्खर आएको हो। अब के गर्नुपर्छ भनेर म हजुरहरूलाई चाहिँ मेरो मोबाइलको स्क्रिन सेयर गरेर देखाउने छु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ मेरो मोबाइलको स्क्रिन सेयर गरेर हजुरहरूलाई देखाउने छु है त। मैले भर्खर केही दिन मात्रै भयो, केही हप्ता भयो यो आइडी खोलेको। अब चाहिँ यसमा के गर्ने, मोनेटाइज गर्न चाहिँ के गर्ने भन्दा चाहिँ हेर्न सक्नुहुन्छ। हजुरहरूले चाहिँ यो मोनेटाइज हुन चाहिँ के अप्सनहरू हुन्छन् हेर्न सक्नुहुन्छ। हजुरहरू चाहिँ पहिला चाहिँ 18 वर्ष पुग्नु पर्ने हुन्छ। अनि यो नेपालमा चाहिँ यो फेसबुक मोनेटाइज हुन्छ, इलिजिबल नै छ। अनि 30 दिनमा यो फेसबुक पेज बनाएको चाहिँ 30 दिन हुनुपर्ने हुन्छ। अनि पोस्ट एट लिस्ट 3 रिल्स इन द लास्ट 90 डेज। यो 90 दिनमा चाहिँ हजुरले 3वटा रिल्स अपलोड गर्नुभएको हुनुपर्छ। अनि यदि त्यो 90 दिनमा चाहिँ 3वटा रिल्स पोस्ट गर्नुभएको छैन भने हजुरहरूलाई फेरि मान्दैन। 90 दिनमा चाहिँ 3वटा रिल्स चाहिँ पोस्ट गर्नै पर्छ भनौँ। अब हेर्न सक्नुहुन्छ, ह्याभ एट लिस्ट 10,000 फलोवर्स। यो चाहिँ 10,000 फलोवर्स चाहिँ हजुरहरूले कम्प्लिट गर्नुपर्ने हुन्छ। अनि गेट एट लिस्ट 1,50,000 युनिक भ्युअर्स ओभर द लास्ट 28 डेज। यो चाहिँ 28 दिनमा चाहिँ हजुरले 1,50,000 भ्युज चाहिँ कम्प्लिट गरेको हुनुपर्छ। अनि अरू चाहिँ हेर्न सक्नुहुन्छ। अरू चाहिँ त्यस पछाडि यो पार्टनरसिप चाहिँ छैन अहिले। हेर्न सक्नु स्टार्स, मेरो स्टार्स नि भएको छैन। यो चाहिँ किनकि भर्खर हो। हेर्न सक्नुहुन्छ 500 फलोवर्स कम्प्लिट भइसकेको छ। अनि यो हेर्न सक्नुहुन्छ 500 फलो फर 3 कन्ज्युकेटिभ डेज भनेर छ। यो चाहिँ भएको छैन मेरो। यो चाहिँ अब होला बिस्तारै। अनि सब्सक्रिप्सन भन्ने हुन्छ, यो मेरो चाहिँ आएको छैन। मेरो मोनेटाइज भएको छैन यो पेज। साथीहरू हजुरहरूले थाहा पाइसक्नुभयो होला के चाहिन्छ, के पुरा गर्नुपर्छ भनेर। अब चाहिँ हजुरहरूलाई लाग्ला फलोवर्स कसरी पुर्याउने, भ्युज कसरी पुर्याउने, यो लाग्न सक्छ। हजुरहरू चाहिँ प्रत्येक दिन एउटै समयमा, साँझ बेलुकी भयो नि बिहान भयो नि एउटै समयमा भिडियो अपलोड गरिराख्नुहोस्। दिनदिनै एक दिन भ्युज आएन भनेर हजुरहरू नाच्दिनुहोस्, हुँदैन नभन्नुहोस्। एक दिन अवश्य हुन्छ। मेरो नि पहिला 15-20 यस्तै भ्युज पुग्थ्यो पहिलाको आइडीमा, मोनेटाइज भएको आइडीमा। यो चाहिँ एक दिन अवश्य नि पुरा भएर छोड्छ। त्यसकारण हजुरहरू पनि फेसबुकमा लाग्नुहोस्। केही हुन्छ, हल्का आफूलाई आवश्यक पर्ने पैसा आउँछ। म अर्को यस्तै भिडियो ल्याएर उपस्थित हुने नै छु। तबसम्मको लागि मेरो यस पेजलाई फलो गरेर जोइन हुनुहोला भन्दै अहिलेलाई बाई बाई।